नमस्ते सबैजनालाई, इट्स मी भौन सत्र ब्याक अगेन। आज दुईटा बाइक छ, निसलले बाइक मैले अस्तिको भिडियोमा भनेको थिएँ नि, निसलले 390 ताकिरहेको छ जेन्टु भनेर फाइनली किनिसक्यो। यसकोमा त अझ एक्जस्टै छ, सबै छ। हल्का एडिटहरू चाहिँ मेरो इन्स्टाग्राम नभए टिकटक च्यानलमा गएर च्यानल भन्न आएको छ, टिकटक प्रोफाइलमा गएर हेर्नु पाउनुहुन्छ हजुरले। अहिले चाहिँ हामी नेपालबाट साथीले पाउती दौराहरू लिएर छ अरे, त्यो लिन जाँदैछौँ। त्यहाँबाट हल्का सर्ट राइड हान्नुपर्छ। मैले बाइक किनेदेखि एक दिन थिएन क्या नभिजेको, आज फर्स्ट टाइम मिठो घाम लागिरहेछ। तर बिहान नि एकैछिन त भिजसकेमा पानी छिटा हाल्यो। क्यामेरामा पानी नपरेपछि कसले छेकोस् यार, यसको चाहिँ फुल्ली लोडेड जस्तै छ क्या, फुल्ली त नभनौँ, जस हल्का लोडेड छ क्या यसको बाइक। एक्जस्ट छ, बारेन्ट छ, अरू कुराहरू सबै छ होइन। मेरोमा चाहिँ त्यो छैन क्या। मैले बिस्तारै गर्छु होइन, मेरो पेज यताउति आएपछि गर्छु म बिस्तारै। मेरो फेरि साइड लाइट नि उड्यो होइन, यो स्विचै उड्यो क्या। अब यो बनाउन नि जानु छ है, भोलितिर जानु पर्ला जस्तो लागिरहेको छ मलाई यो बनाउनु चाहिँ। टायरै पुरा चिप्केको जस्तो फिल भइरहेछ यार। केटाहरूलाई पुऱ्याइदिने यार, अब चाहिँ गाह्रो हुन थाल्यो है। केटाहरूलाई पुऱ्याउने उठाउने गर्दा गाह्रो हुन थाल्यो। तेल कति छ यार? ल तेल कम भइसक्यो अहिले नै, कुरै भोत्छ। रेड लाइटमा बस्यो, टिङ फाइनली युनि पुग्यो। युनिमा पार्किङ चाहिँ कहाँ हाल्यो? म पार्किङ चाहिँ हाल्दिनँ है, $4 तिर्नुपर्छ यार। पार्किङ दुई हो क्या अरे, एकैछिन राखेको $2 यत्तिकै तिर्नुपर्छ यार। अरे यसलाई एकचोटि पुऱ्याइदिनु पऱ्यो रे, यसो कामसम्म यसो पुऱ्याइदिएर फेरि युनि फर्केर आउनु पऱ्यो। अब बल्ल हल्का लिन हान्दै, अब बिस्तारै लिन हल्का बढाउँदै निर्जाकसम्म पुग्नुपर्छ है। घाम लाग्यो नि त। अब यो टायरमा पहिला हात बसाउनु पऱ्यो, त्यही पछाडि टायर त्यस्तो साइडको चाहिँ ठिक छ होइन, तर मलाई बिचको चाहिँ अझै भर लागेको छैन क्या। यसो निसलको बाइक यसो चलाइदिउँ न भनेर लिएर हिँडेको मैले चाहिँ। बिसारा नै भर्खर क्या मख परेको मिसाएर हान्यो भनेर हिँड्दैछ। गएर चाहिँ के गर्ने हो मलाई बुझा न। कहाँ गएर सिधै छिर्दिने हो। अनि त्यसपछि आइएम लुकिङ फर ग्रेस भन्ने हो के? मलाई ग्रेस भनेर खोज अब कल फर एन इन्टरभ्यू भनेर भन्ने सिधै भन्ने होइन। अनि त्यसपछि तँलाई त्यसले बुझ्छ क्या, किनकि सबलाई थाहा हुन्छ क्या इन्टरभ्यू लिइरहेको छ भनेर। तर साँच्ची म मात्रै हुन सक्छु नि के इन्टरभ्यू दिनु कहाँ? होइन कि म सिधै जा। अब कल फर एन इन्टरभ्यू भन्, सर्च फर ग्रेस भनेर भने कि। अनि त्यसपछि त्यहाँ जा होइन। अनि कसले लिन लियो तेरो इन्टरभ्यू सोध्छ क्या तँलाई। अनि ग्रेस भन्ने बल्ल ग्रेस किचन म्यानेजर। कुहिरेहरू वाइल्ड पिकी हुन्छ क्या कुहिरेहरू। तेरो डिसवास गर्ने बेला हाइट पुगेन भनेर क्यान्सिल हान्दियो भने, भाडा मार्ने बेला तेरो हाइट पुग्दैन त्यहाँसम्म भन्थ्यो भने ओए कमिटमेन्ट देखा है केटाले, कमिटमेन्ट देखा होइन कमिटमेन्ट छ नि त्यहाँ होइन।
अहिले म चाहिँ अब यसको धेरै लामो बाटो रहेछ। अब यो बाटोमा मलाई के हुनु जस्तो लागिरहेको छ है। अब म चाहिँ त्यहाँ युनि पुगेर अब भिडियो रेकर्ड फेरि सुरु हान्छु ल। अघि मलाई मैले भिडियो रेकर्ड नगरेर वाइल्ड रिग्रेट भयो यार। यस्तो मिठो रहेछ बाटो यस्तो मिठो रहेछ। लेफ्ट होइन यहाँबाट? लेफ्ट होइन? ओए लेफ्ट होइन? मलाई याद भइसक्यो त बाटो। फेरि हिरो नबन्नु ल दाइ प्लिज। दाइ हिरो नबन्नु ल। अहिले फेरि हामी रङ बाटो जान पनि सक्छ क्या। यस्तो पागलहरू मेरै पछाडि पर्छ क्या फेरि। जहिले यस्तो पागलहरू चाहिँ होइन नेपालको भिडियोमा नि याद गर्नु भएको छहरूले भन्दाखेरि यस्तै मान्छेहरू पर्दैन मेरो पछाडि हो कि होइन? म्याप हेर्न। स्पिड टेन्सन त नलिन। म्याप हेर। 0 भयो। अब चाहिँ निश्चल आफ्नोमा म आफ्नोमा। कसरी हान्छ यार सबै? म सबै हान्न चाहिँ जिन्दगी हान्न। ओए झन्डै फाल्दिएर हिरो भनेर बटारेको त झन्डै फाल्दिएर। भाइ एकैछिन आउँछु ल तितोरा लिएर। हाँस्न फेरि हाँस्न भयो। अहिले जस्तो यस्तरी हाँस्न फेरि। I don't consent to this. You came to me. Consent to you came to me, sir. Have you taken my consent to record the video? I don't consent. मेरो consent लिएको छु। I don't consent to this. यसलाई चाहिँ मैले चिने तँलाई चाहिँ चिनिन। म त कुन चाहिँ अङ्कल जस्तो लागेको के लुगा। अब चाहिँ हामी ब्राइडल फल्स भन्ने ठाउँ जाँदैछौँ है। मेरो त्यहाँसम्म पुग्दा चाहिँ ब्याट्री टिक्दैन जस्तो लागिरहेछ। तर होप टिकोस् भनेर त म चाहिँ अलिअलि गरेर क्लिप सिप मिलाएर हाल्छु है। ऑफ-रोड हो। कस्तो ह्यान्डल हल्का हल्ला यार थैट झन् अझै यस्तरी हात छोडेर मैले रोक भन्दा त माको छ।
बाटो मिठो छ है बाटो मिठो छ सराइतिर गयो भने छ क्या चिल्लो छ क्या त्यो अलिक रफ छ क्या बेसी सुमा 7 तारिक चाहिँ नहिँड 80 झन्डै 80 चाहिँ नहिँड है अब भित्र यतातिर बचिन्छ क्या लुचेर कप्चेहरू पनि मामाले पेट खानु पर्यो भनेर बसिरहन्छ कि यतातिर त्यही भएर अलिक डराउनु चाहिँ हिरो बन्नु त पर्यो हिरो बन्नु त अब नेपाली टाइममै लेख्छ तर हल्का पिता पुऱ्याएर के गर्नु कति बनाएको रुचिहाल्यो इन्स्टाग्राममा फलो गरिराख्नु भएको छ थाहा हुन्छ क्या मैले कस्तो मोडिफिकेसन गर्छु त्यही भएर यो बाइकमा गर्छु अब नेपालमा इलिगल छु त्यही पनि मैले गरेँ यहाँ त मैले छोड्ने प्लान चाहिँ भएन अहिले नृत्य हुन्छ त्यही भएर चाहिँ पुऱ्याइरहेको मात्र हो यस्तो मिठो मोडिफिकेसन हाँस्दै कस्तो भने ओन्ली इन क्यानाडा भनेर बनाउँछु क्या इन्डियनहरूलाई त सक्दिनँ है म पनि हुन्छ इन्डियनहरूलाई चाहिँ सक्न गाह्रै छ है तर अल अराउन्ड क्यानाडा चाहिँ वान अफ द बेस्ट मोडिफिकेसन गरेर देखाउँछ बाइक फेरि बेच्नु यो बाइक बेच्नु मेरो माइलोलाई बेच्छ माइलो के गरेँ 3 वर्षमा जाने कि नै नाइरे भर्खर नाइ गरेको नि हेर्नु कस्तो राइटबाट ओभरटेक गरे हो यहाँ लेफ्टबाट ओभरटेक गर्ने हो है ओए दुईतिरबाट यस्तै आउँछ त माने ओभरटेक हान्दा लेफ्टबाट हान्ने गर्न त अमल ओभरटेक लेफ्टबाट हान्ने गर्न लेफ्ट यस्तो कर्नर हेरिदिउँ भनेर अगाडि गर्नु पर्यो बल्ल बोल्दा के भाषा दिसो चाहिँ हरायो ज्याप खायो दिसले
तर कस्तो म्यान द्याट वाज रियली फन Anna and Nissan Linan. Wait, look, look. Look. Left side kita bawa tu mana dia? अब को लिने हेर भाइ त अब चाहिँ ओए अलि ओह्रालो रहेछ यार अलि डर लाग्यो ल मलाई भन्छ त डरायो आज हाम्रो भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद बाहुन सत्रको मनैदेखि धन्यवाद मेरो भिडियो हेरिराख्नु होला किप वाचिङ बाहुन सत्र